फोन गर्नुभएको थियो कि कहाँ छस् त हल्ला हुँदैछ त अरे गर्नु रानीपुलबाट भर्खर रुम जाँदैछु भनेको थियो कि किन गएको रानीपुल कराउँदै थियो नि त अहिले भन्छु नि रुम पुगेर कल गर्छु भने कि तेरो फेरि सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल होइन अन्त आज म अलिक लो साउन्डहरू चाहिँ निस्किन पर्ला भोइस चेक होइन अन्त आज रहेको छ स्याटरडे स्याटरडे होइन फ्राइडे सरी के भयो फ्राइडे रहेको छ आज होइन भोलि सेकेन्ड स्याटरडे पर्सि सन्डे अन्त म आज जाँदैछु घर अनि मैले घरमा कसैलाई भनेको छुइनँ म आउँदैछु घर भनेर अन्त मलाई के गर्नु मन पऱ्यो आज भन्दा चाहिँ त्यस्तो एउटा रियाक्सन भिडियो लिनु मन पऱ्यो मेरो घरवालाको कस्तो हुन्छ घर आमा बाबाको कस्तो रियाक्सन हुन्छ होइन अन्त म कहाँ जानुपर्छ मेरो घर कहाँ हो मेरो घर कहाँ छ कस्तो छ अब त्यो पनि तपाईँहरूलाई आज देखाउनेवाला छु म होइन मजाले सबै ठाउँहरू म कति ट्राभल गर्नुपर्छ कहाँ जानुपर्छ फर्स्ट नाइट चाहिँ भन्छु म यहाँबाट सिङताम चाहिँ पुग्नुपर्छ होइन सिङतामदेखि बादमा अस्ति तपाईँलाई मैले इन्ट्रोडक्सन भिडियोहरू भनेको थिएँ एड्रेस होइन कतिजना थाहा छ कतिजना थाहा छैन होला हो अन्त त्यही हो आज कलेज सकेर अब घर जाउँ घरमा सरप्राइज दिउँ यसो सरप्राइज रिएक्सन दिउँ भनेर सोचेको घरको कि कस्तो हुन्छ हेर्दै गर्नुहोस् मसँग जोडेर बस्नु मेरो च्यानलमा लगाइस् अब चाहिँ हिँडेको घर जानु टाइम पनि के भइसकेको छ 5:08 भइसकेको ढिलो भइसक्यो गरम दिन के बढेको थियो किन आइसक्रिम खाँदै गएको पुरा गरम भयो चिसो ठन्डा गुलगुल तपाईँहरू ट्राई गर्नुहोस् मजा छ अन्त म चाहिँ जान्छु अहिले घर हो मणिपाल पुग्दाखेरि पर मणिपाल छ हौ मणिपाल सरी मणिपाल जो मसँग अब एकैचोटि गाडी पर्ने गर्दा भेट्छु त्यहाँबाट चाहिँ एकैचोटि जाँदै गर्दा अनि सिङताम पुगेर भेट्छु तपाईँहरूलाई साउथ सिटी र हेलो म चाहिँ जान्दैछु अहिले चाहिँ ओह्रालो होइन भर्खर मणिपालको त्यहाँबाट गाडीमा चढेर चाहिँ सिङताम जाँदैछु अब हेरौँ यहाँबाट कति घन्टा आधी घन्टा बेसी 40 मिनट जस्तो लाग्छ होला सिङताम पुग्नु 40 मिनट 40 हल्ला स्यान सुन्दैन जस्तो हो अनि जाँदैछु अहिले चाहिँ म अहिले तल महिन्द्र सोरुम पुगिसकेको छु हो र गाइस तपाईँहरूलाई भरे सिङताम पुगेर भेट्नेवाला छु हो किनकि यहाँ साइडमा बस्नुभएको दिदीहरूलाई नि अलिक अप्ठ्यारो भएछ सरी दिदी हो गाइस त्यस्तो छ सिङताममा भेटौँ थ्याङ्क यू गाइस यूट्यूब चैनल खोले ब्लॉग बना रहे हैं आपका आएगा दुकान ठीक है हमारा भी बना रहा है हाँ आपका ही आ रहा है ठीक है उधर देख के बोल दीजिए सब्सक्राइब करने के लिए बोल दीजिए अहिले चाहिँ म अहिले होइन अघि नै म सिङताम आइपुगेको थिएँ होइन अन्त मेरो चाहिँ अलिकति डेन्डिङ पेन्डिङ गर्नु थियो भनेर कपाल काट्नु थियो कि अलिक अघि चाहिँ घिनलाग्दो भइरहेको थियो कपाल दारी कि अन्त कपाल दारी मिलाउनु पऱ्यो थियो अन्त निकै रात पनि परिसक्यो अन्त अब चाहिँ एकजना दा हुनुहुँदो रहेछ यता दा हुनुहुन्छ यस्तो दा हुनुहुन्छ दालाई ट्याक्सी भनिकन घर जानुहोस् उकालो हो अनि दाले पुऱ्याइदिनुहुन्छ माथिसम्म चाहिँ र रात पनि परिसक्यो ठिकै छ केही छैन अब एकछिन घर पुगेर भेट्नेछु तपाईँहरूलाई चाहिँ एकैचोटि ल म अहिले घर आइपुगेको छुइनँ काकीहरूकोमा आइपुगेको छु नदेख अरे काकीले देखा पर्नु चाहनुहुँदैन लाग्यो बहिनी पनि र म चाहिँ आइपुगेछु घर अन्त आमालाई चाहिँ मैले जोतिरहेको छु आमाले फोन गर्नुभएको थियो कि मलाई उकालो आउँदाखेरि चाहिँ यता पनि भनेको यता पनि फोन गर्नुभएको थियो कि कहाँ छस् त हल्ला हुँदैछ त अरे गर्नु रानीपुलबाट भर्खर रुम जाँदैछु भनेको थियो कि किन गएको रानीपुल कराउँदै थियो नि त अहिले भन्छु नि रुम पुगेर कल गर्छु भन्छु नि तेरो फेरि दादा बिग्रिँदैछ रिसमा घरकै रिएक्सन हुन्छ अब ल हेर्दैछु आमाको रिएक्सन आमाले कुटे डाँडु पनि लिएर आयो भने चाहिँ हेर्दै गर्नु चाहिँ आमा चाहिँ फोनहरू के सफा गर्दै रहेछन् होइन अन्त म पुग्नु आँटेँ घर आमाको रिएक्सन कस्तो हुन्छ हेरौँ न आमा चाहिँ टेन्सनमा छ जस्तो लाग्यो मलाई अनि तपाईँ आउनु म अब त जान आँटेको छु कि पर मेरो बहिनी श्रेया बहिनी छ कि बहिनीले चाहिँ गरेर आमालाई भित्र हाल्दै छैन अनि त्यहाँबाट हाल्दै हेरौँ रिएक्सन कस्तो हुन्छ र हेर्छु आमाले चाहिँ कुर्छ जस्तो लाग्यो
यसमा खाली बोले यसमा 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 बाले भन्यो उठाउँदै उठाउँदै हेलो म के पनि भन्दिनँ सबै आउँछ हाम्रो भिडियोमा रानी बोलबाट आउँदैछ जोते त्यहाँ मलाई भनेको थिएँ जोतेपछि गर्नु हुन्छ नि म चाहिँ अहिले घर पनि आइपुगेँ हो अन्त आमाको रियाक्सन पनि देखिहाल्नु भयो आमा के रियाक्सन सरी आमा त्यस्तो त्यो बिचरा फेरि आमा इमोसनल सिधा जति बोल्नु आमा इमोसनल पुरै बेसी अब अहिले चाहिँ फिलहाल घर आइपुगेँ त्यहाँबाट बसिरहेको गरम रहेछ सिङ्तामको माथि भन्नु मेरो घर चाहिँ गरम रहेछ अन्त त्यहाँबाट अहिले फ्यान तापेर बसिरहेको छु अन्त फेरि आमा चाहिँ इमोसनल बिचरा रुइहालेँ मलाई देखेर हो अचानक अनि त्यहाँबाट अब एकैचोटि म चाहिँ तपाईँहरूलाई फ्रेस भएर चाहिँ बाबा आएपछि बाबाको रियाक्सन भिडियो बनाउँछु कि तर बाबाको अझ बस्दै थिएन भलिबल फुटबलमा जानु भएको थियो कि तर आइपुग्नु पारेन गाइस अहिले भेट्नु बाबा रियाक्सन भिडियो तपाईँहरूले मलाई जोत्नु भएको छ तपाईँहरू मान्छे होइन के हो तपाईँहरू प्रेत हो कमेडी भिडियो बनाउनु म बनाउँदिनँ त्यस्तै हुँदो रहेछ क्या सरप्राइज दिएर घर आउने भएको आफै सरप्राइज घरमा सब्जी पकाउनु परेर हो अन्त तपाईँहरू पनि अरू बेला चाहिँ घर जानु बेला इन्फर्म गरेर जानु हो सरप्राइज हुँदैन अब यसो सब्जी भात सब्जी पकाउनु पर्छ आज भात पाकेको सब्जी पकाउनु चाहिँ अब सरप्राइज भन्यो मलाई यस यस हेलो गाइज वेलकम टु माई अघि भनिसकेको तपाईँहरूलाई अगाडि नै हो च्यानल हेर्छ नि त तपाईँहरूलाई होइन अन्त तपाईँहरूलाई एउटा लामो भिडियो ब्लग बनाएर हालौँ भने चाहिँ ब्लग भएन मेरो भिडियो छोटो भयो कि आज अन्त मन परेन हाल्नु तपाईँलाई पनि मन पर्दैन होला भनेर कि अन्त म आएको छु 3 दिनको लागि घर होइन अन्त 3 दिनको छुट्टीमा अन्त घरमा के गर्ने छु कस्तो कस्तो हुनेछ के हुन्छ कस्तो कस्तो हुन्छ कहाँ कहाँ जान्छु के गर्छु त्यो एकैचोटि सबै मिलाएर चाहिँ अन्त तपाईँहरूलाई सिधै एउटा ब्लग म प्रेजेन्ट गर्नेवाला छु तबसम्मको लागि स्टे ट्युन्ड होइन मलाई यसरी नै सपोर्ट गर्दै गर्नु होला ल ओके गाइस गुड नाइट अहिलेको लागि र भोलि भेटौँ